Get ready with me. म चाहिँ सङ्गति जाँदैछु माग 1 गते हाम्रो टाइटन ब्याट्री स्टोरमा। अहिले चाहिँ 7:30 बजेको, म उठ्नु चाहिँ आज 7 बजे उठेको। सदाको भन्दा छिटो उठेको भनौँ। त्यही भएर मेरो आँखाले नै सुनिरहेको छ। यो चाहिँ मेरो विथ फिल्टरको स्किन हो, तर नो मेकअप, फिल्टरमा छ। म भर्खर सिरम मात्र लाउँदैछु। सो यो सिरम चाहिँ अब स्किनमा एब्जर्ब भएपछि मेरो विदाउट फिल्टरको फेस पनि म तपाईँलाई देखाउँछु। म चाहिँ यो खालको सिरम युज गर्छु, लाइक ग्रिन टाइपको छ। तर यो बट्टा चाहिँ मेरो मामाको छोरीले दिनुभएको हो। अनि मैले चाहिँ यसमा मेरो आफै सिरम बनाएर, लाइक अब मैले मेरो स्किनमा सुइटेबल हुने सिरम बनाएँ अनि मैले लगाएको छु। अनि मेरो स्किनको चाहिँ अहिले यो लगाएपछि चाहिँ 15 मिनट्स एकछिन छोडिदिनुपर्छ, किनभने यसले स्किनलाई एब्जर्ब गर्नुहुन्छ। यो लगाएपछि चाहिँ मोइस्चराइजर पनि लाउनु पर्दैन, किनभने जाडोमा एकदमै मेरो स्किन चाहिँ क्रैक हुन्छ। त्यही भएर मैले यो लगाएको हो। मजाले बिहान लाउँछु, त्यही भएर मेरो स्किन अहिले अलिक राम्रो भएको छ। मलाई रुगा पनि लागिरहेछ। आई हेभ कोल्ड। आज चाहिँ म र मेरो बहिनी हो। मेरो बहिनी चाहिँ नुहाउँदै थियो, टाउको नुहाइसक्यो होला सायद। अनि आजको आउटफिट चाहिँ अलिक यता माथि जानुपर्छ फुलफिटमा। सो त्यो आउटफिट चाहिँ म दिस ट्राउजर, मटेरियल हेर्नु सक्नुहुन्छ, एकदम राम्रो क्वालिटीको छ। भित्रबाट उयो भएको स्ट्रेटमा छ, जबरजस्त बनाउनु पनि मिल्छ। यो भयो मेरो। अनि माथिबाट चाहिँ म यो क्युट टप लाउँछु। अलिअलि कुचेको छ, तर यो लगाएपछि ठिक हुन्छ। त्यसपछि माथिबाट म दिस वान, यो चाहिँ मेरो बहिनीको। यो चाहिँ एकदमै तातो हुन्छ, तर यसको तातो चाहिँ ओभर हुन्छ, तर यसको यो लो क्वालिटीको पऱ्यो क्या। तर यो 1000 रुपियाँको होइन, यो 1300 को 1000 रुपियाँ खालको होइन। यो 1600 भन्नु थियो त, मैले 1300 मिलाएको। तर यो चाहिँ भुवा आउँदैन भनेर किनेको, तर लास्टै भयो। लुगा किन्दा चाहिँ एकदमै धेरै रिस्क हुन्छ। पसलको नाम चाहिँ नभन्नु, यो चाहिँ मैले दोकानमै किनेको। र म माथिबाट लाउँछु दिस क्युट ज्याकेट। अब यो लगाएर देखाउँछु। यो चाहिँ मेरो विदाउट फिल्टरको स्किन। हजुर स्किनको ग्लो देख्न सक्नुहुन्छ, एकदमै सफ्ट बनाएको छ यो सिरमले चाहिँ। अनि मेरो ओपन पोर्सहरू पनि छैन। अनि मेरो यहाँनिर दाग छ, दाग थियो, अहिले चाहिँ एकदमै त्यो दाग पनि गइसकेको छ यो सिरमले। स्किनको मेरो फेस चाहिँ अहिले भर्खर उठेर मैले मुख धोएर मेरो आँखाहरू सुनिरहेको छ। स्किनको अलिअलि ओइली देख्नुहुन्छ, तर यो चाहिँ सिरम नै हो, मेरो स्किनलाई एब्जर्ब गर्दैछ। यो चाहिँ मेरो विदाउट फिल्टरको फेस। हजुरहरू ग्लोइङ देख्न सक्नुहुन्छ, एकदमै सफ्ट प्लम्पी बनाएको छ। यो मैले बनाएको सिरम चाहिँ मेरो बहिनीले पनि युज गर्नुहुन्छ, अनि उसको स्किनमा एकछिनमा देखाउँछु। उसको स्किनमा पनि एकदमै राम्रो काम गरेको छ यो। सो मेरो आउटफिट तपाईँहरूले देख्न सक्नुहुन्छ। ट्राउजर यो चाहिँ मैले काठमाडौँमा किनेको, अलिक चिसो हुन्छ, घरवालै हो। मलाई चाहिँ अलिक चिसो लाग्यो, त्यो अर्को मैले दमक पाएँ किनेको हेरी, तर एकदमै राम्रो क्वालिटीको छ, प्रिमियम क्वालिटीको छ। मटेरियल अब कसरी देखाउँदैछ त्यो। अनि यो पनि एकदमै राम्रो क्वालिटीको छ। लेट्स सी, तपाईँहरूले हेर्न सक्नुहुन्छ। खास चाहिँ गर्मीको हो, तर म बाहिरबाट ज्याकेट आउनु भएको कारणले फेब्रिक देख्न सक्नुहुन्छ। भुवा पनि आउँदैन, एकदमै प्रिमियम क्वालिटीको छ, फरवाला। तर अर्कोहरू चाहिँ तातो हुन्छ यो चाहिँ। सो अब म चाहिँ अर्कोहरू अलिक चिसो हुन्छ, सरी माई मिस्टेक। अब म चाहिँ बडी लोसन लाउनु गइरहेको छु। यो चाहिँ मेरो बडी लोसन हो। ठिक लाउँदाखेरि मात्रै गनाउँछ, नलाउँदाखेरि गनाउँदैन। तर मलाई चाहिँ त्यस्तै खालको मनपर्छ, त्यो लाइफ डङ गनाउने चाहिँ मलाई मन पर्दैन। सो म चाहिँ यो युज गर्छु। मैले यो युज गरेको कति धेरै भइसक्यो, लाइक अलमोस्ट 9 to 10 मन्थ भइसक्यो। हेर्नु सक्नुहुन्छ, यति सक्छ कहाँ जाने टी सर्ट लाग्नु उयो उडेर जानु। यो चाहिँ लोटस बनाउँछ क्या। यो
चाहिँ मैले दुईटा किनेको थिएँ, एउटा मैले यहीँ घरमा छोड्नु पर्यो अनि एउटा चाहिँ म काठमाडौँ जाँदा लानु पर्यो भनेर। तर मैले दुईटा अर्डर गरेको थिएँ, तर मसँग काम गर्ने दिदीले पनि मलाई एउटा दिउँ न म किन्छु भन्नुभयो। सो सुरुमा त कस्तो कस्तो लाग्यो, दिन किनभने मैले बल्ल मगाएको थिएँ अनि यो आउनु अलिक टाइम पनि लागेको थियो अनि म त आउँदैन के होला भन्दै थिएँ, तर झन् दुईटा आयो। अनि मैले उहाँलाई सेम प्राइसमा मतलब जति धेरै यसको प्राइस थियो त्यसमा अनि आउँदाखेरिको कति भाडा लाग्यो त्यही अनुसार त्यति मात्रै कटाइ बराबर। अनि अब उहाँले चाहिँ कस्तो रिभ्यू दिनुहुन्छ थाहा छैन, मलाई चाहिँ यो मनपर्छ नै। उहाँले त्यस्तै भन्नुहुन्छ लङ लास्टिङ हुँदैन क्या भन्नुहुँदैछ, तर मेरो लागि चाहिँ यो बेस्ट नै हो। अनि त्यसपछि थोरै लगाउनु हुन्छ क्या यो, यति मात्रै लगाउँदैछु। जाडोमा लगाएन भने चाहिँ अनि यो मैले अस्ति घरमै छोडेको थिएँ अनि मैले अस्ति उता दिदीकै युज गरेँ, दिदीकै युज गरेको थिएँ अनि चाहिँ बहिनीले घरमै छोड्नु अनि त बरु अरू पछि किन भन्नु थाल्नु भयो। त्यही भएर यस्तो बिजोग हुन्छ भनेर मैले दुईवटा अलरेडी थियो क्या, मलाई मेरो दिमागमा थियो अलरेडी किन्नुपर्छ है, दुईवटा चाहिँ चाहिन्छ है घरमा, किनभने हामी सबैले युज गर्छौँ नि त। मेरो बहिनीले युज गर्नुहुन्छ अनि मम्मीले पनि लाउनुहुन्छ अब कहिले चाहिँ, म त लाउनै पर्छ। सो मेरो हातमा डन भइसक्यो, म खुट्टामा पनि लाउँछु अलिकता। मेरो खुट्टा पनि कस्तो ग्लो देखिरहेको छ, तर यो ग्लो चाहिँ फिल्टरले होला सायद, तर मेरो स्किन चाहिँ स्ट्रबेरी लेक छैन मेरो चाहिँ, सरी खुट्टा पनि देखाउनु पर्यो। इट्स ओके, किनभने बेलुका लाएर सुत्नु पर्यो, तर मलाई बेलुका लाने किनभने बेलुकामा टिभी हेरेँ मेरो फ्यामिलीहरूसँग बर्ड पिपलवाला भागेर बर्ड पिपल। अनि यो चाहिँ आफ्टर लेक, बिफोरको चाहिँ म यो देखाउँछु। बिफोरको चाहिँ अलिक वाइट चाहिँ जाडोमा त्यस्तै हुन्छ। मेरो बहिनीको आउटफिट हेर्नु सक्नुहुन्छ। यो भेस्ट पनि मेरो हो। अनि आज फर्स्ट दिन हो नि त के हुँदैन। आमा चाहिँ सिराम लाउन गइरहेछु। साराले पोखेको सोलाको आयो नि। कति चिसो। मेरो बहिनी सिरम अप्लाई गरेको सिरमै सकिसक्यो। अस्ति आधा त कति भोलि थियो, अहिले त अहिले लाएर सकिस्। खाना चाहिँ मैले अघि बसाइरहेको छु अनि अब म मेकअप गर्छु भने मेकअप भन्दा पनि मेरो स्किन केयर भनौँ न सिरम लगाएँ अनि अब म मोइस्चराइजर लाउनु पर्दैन, तर पनि लिटल बिट लाउनु गइरहेको छु। मेरो चाहिँ यस्तो घाम लाग्यो, मैले सबै रेडी गरेको छुइनँ नि त। सो Where is my dollar? Where become the solar? उयो होइन यो तेरो कपडाको फोटो। दरा चाहिँ यस्तो मेसी हुन्छ है, कतिजनाको चाहिँ हुँदैन। मेरो बहिनीले मेरो मेकअपको झोला खोज्नु हुँदैछ र पनि सक्यो। अब चाहिँ म सँगसँगै स्किन केयर गर्छु, सिरम भइहाल्यो। मोइस्चराइजर चाहिँ म यो युज गर्छु, यो किनेको मैले अलमोस्ट 3-4 वर्ष भइसक्यो। यस्तो मनपर्छ मलाई यो सिरम भनेर चाहिँ मोइस्चराइजर अलिकति लाउँदा नि हुन्छ क्या। यति पनि मेरो लागि धेरै हुन्छ। यो चाहिँ मैले काठमाडौँ पनि लगाइदिएँ, मेरो दिदीले पनि मेरो दिदीले लाएर धेरै सक्छ जस्तो लागिरहेछ है सारा। यस्तो मजाले ब्लेन्ड हुन्छ कि कोको भनेको यस्तो मिठो बनाउँछ पनि, चक्लेटी फ्लेभर।
सिरम लगाइसकेपछि 15 सिरम चाहिँ सुरुमा मुख फेस धोइसकेपछि फेसलाई पुस्ने ट्याप 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 गरेर अनि सिरम सर्ट लगाइसकेपछि 15 मिनट्स भएपछि मेरो स्किनमा आफै नेचुरल ग्लो आउँछ। यो लाइभ चाहिँ हेर्नु न, फिल्टर लाएर अलि फिल्टर विदाउट फिल्टर पनि म देखाउँछु मेरो स्किनमा कस्तो मजाले यो अलिकति उभियो सोमेर नेकहरूमा पनि अलिकति लगाउँछु म। यो चाहिँ मेरो बानी नै हो क्या, घाँटीतिर लगाउने पनि। मैले मेकअप भन्नु मतलब मेरो स्किन केयरै भनौँ, किनभने यो त जसले पनि गर्छ नि त। अब मेकअप हुनलाई त कन्सिलर हुनु पर्यो, हाइलाइटर हुनु पर्यो, फाउन्डेसन हुनु पर्यो, मेरो सेटको सेटिङ स्प्रे हुनु पर्यो, त्यो छैन मसँग। यति नै हो मेरो। अनि लाउँछु सनस्क्रिन। म चाहिँ यो लाउँदिनँ, यो चाहिँ मेरो दिदीको, मेरो चाहिँ अर्को यस्तो बट्टा खालको थियो डिआर डक्टर खै केहीको, तर मैले यो ल्याउनु पर्दा चाहिँ किनभने यसमा यस्तो बटन छ नि त, त्यही भएर यो चाहिँ मेरो दिदीको। मलाई खासै मेरो स्किनमा चाहिँ मलाई यो मन परेन, तर पनि यही लाउनु पर्दा छ। अर्को छ यो मसँग, यो चाहिँ मैले माथि यो किनेको नि मैले अलमोस्ट 3 इयर्स हुन आँट्यो। अहिले चाहिँ मेरो यो बहिनीले युज गर्नुहुन्छ। आज म यही लाउँ कि क्या अलिकति यति लिँदा पनि हुन्छ। यो चाहिँ यसरी लगाएपछि यसरी हल्का छुइँदा पनि आफै ब्लेन्ड हुन्छ क्या। देख्नुभयो कुनै वाइट पछि स्किनमा वाइट पनि बस्दैन। अलमोस्ट ढिलो भइसक्यो, त्यही भएर अलिक छिटो गर्दैछु म। त्यो सिरम लगाएर के भयो भन्दा उसको चाहिँ पहिले मसिनो बिबा टाइपको यस्तोमा चाहिँ एक्ने मार्क पनि भइसकेको थियो क्या मसिनैवालाको। अनि मेरो स्किन लाए जस्तो पनि हुँदैन। आई स्याडो चाहिँ म यो लाउँछु, यो पनि मेरो दिदीले दिनुभएको। उसको चाहिँ त्यो स्किनको बिबिराहरू पनि सबै हटेको छ। म चाहिँ यो गोल्डन आई स्याडो गोल्ड के भन्नु मलाई त्यही लगाउँदैछु। यसरी गर्ने, म चाहिँ हातले ब्लेन्ड गर्दैछु। म त्यस्तो मेकअप आर्टिस्ट पनि होइन, म चाहिँ बिगिनर है। अलिअलि आई स्याडो यो चाहिँ लाए जस्तो पनि हुँदैन, अलिअलि मात्रै देखिन्छ। हो गया। अब म लाउँछु मस्कारा। मस्कारा चाहिँ मलाई यही मनपर्छ। यसको प्राइस धेरै पर्दैन, एकदम अफोर्डेबल प्राइसमा छ। तर मलाई यो कस्तो मन परेको क्या, अरू पनि राम्रै छ, सबै राम्रो छ कि, तर म यो प्राइस अनुसारको यसको प्राइस अनुसारको ठिकै लाग्यो क्या। आई हेभ अ कोड। म छिट्टै उठ्यो भने यस्तै हुन्छ मलाई, रुगामार्गी लागिहाल्छ, त्यसो पनि हुन्छ। ओहो वास भयो त। मेरो नाकबाट अलमोस्ट वाटर बग्छ। माई नोज इज रनिङ भइरहेछ क्या, यस्तो धेरै चिसो लाग्यो, आँखाबाट नै आँसु आउनु थाल्छ। त्यही भएर म बिहान छिटो उठ्दिनँ, म सधैँ 8 बजे मात्रै उठ्छु। मलाई अप्ठ्यारो लाग्छ होला, दिस इज द रियालिटी अफ माई। किनभने म चाहिँ जाडोमा छिटो उठ्यो भने म सक्दिनँ क्या, यस्तै हुन्छ भन्ने मेरो मनलाई पनि थाहा छ। मेरो नाक हेर्नु न यहाँ रनी नोज भइरहेछ, रनी नोज अलमोस्ट वाटर बग्दैछ मेरो नाकबाट। कान्छी छिटो है, मेरो यहाँको सबै गइसक्यो होला किन
मस्कारा पनि आइसक्यो छु अब म टपाउँछु कुन टपाउनु अलमोस्ट लेट भइसक्यो हामी lip liner brown shade ma छ मलाई चाहिँ यतै हेर्नु सजिलो लाग्छ क्या किनभने ठुलो होइन नि त यो हाम्रो कितली पनि देखिरहेको यो चाहिँ अब गर्ने कितली हो अन्त दिउरीमा म त्यसलाई अलिअलि ब्लेन्ड गर्छु त्यही भएर लाग्नु त खानु हुँदैन को स्मृति लिप लाइनर चाहिँ लगाइसक्यो म चाहिँ भर्खर मेकअप भन्दा पनि अलमोस्ट भइसक्यो काजलले बनाउँछु व्हाइटबाट किनभने मेरो आउटफिट अलमोस्ट सबै व्हाइटै छ व्हाइट लगायो भने चाहिँ आँखा अलिक मेरो चाहिँ एकदमै सानो स्मल आइछ एकदमै स्मल यसले चाहिँ अलिक ठुल्ठुलो देखाउँछ अलिक ओपन गरिदिँदा यो मेरो आँखाबाट पानी बग्दैछ मेरो बहिनी पनि अलमोस्ट रेडी भइसक्यो अब जानुपर्छ ओके अब चाहिँ म पर्फ्युम लाउँछु स्टाइल त्यस्तो छ पर्फ्युम लाउने यो मेरो क्युट ज्याकेट एकदम प्रिमियम क्वालिटीको भित्र फरवाला हिजै सक्यो के चाहिँ मम्मी हजुर बहिनी भन त कति भने यसको प्राइस प्राइस कति हो 100